म चाहिँ अहिले यता पारी नाङखोलाङपट्टि छु भने यो चाहिँ तल खरेबाट थेचाम्बु फुर्निडाँडा जाने बाटो हो। पिच भएको छैन, नाली बन्दैछ, पिच हुने क्रममा छ, काम भइरहेछ। यो माथि 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 यता यता हुँदै जाने हो। पारी चाहिँ 5 थर तपाईँहरू आइपुग्नु हो, मलाई भेटाउनु भयो। भिडियो गरेपछि मात्रै भेटाउने हो। ल ठिक छ। गाइज हाम्रो पैदल यात्रा भइरहेको छ। यता मेरो पछाडि 2 जना बहिनीहरू हुनुहुन्छ र हामी पारिपट्टि थेचाम्बु भारी खरे खोला तरेर नाङखोलाङतर्फ गइरहेका छौँ। यात्रा जारी छ, पसिना आइरहेको छ। यस्तो छ अवस्था अलिक गम्भीर छ। यहाँबाट हेर्नु तर ढुङ्गामा बसेर पहिले हामी रमिता हेर्थ्यौँ होइन। त्यस्तो अवस्था छ। अहिले यतापट्टि बाटोको अवस्था चाहिँ यस्तो छ। यही माथि सिधै सालडाँडा। बिस्तारै बाटो अप्ठ्यारो छ नि। अप्ठ्यारो बाटो छ, बिस्तारै आऊ है। बिजोक रमाइलो छ गाइज। अहिले अब हामी ताप्लेजुङ जाने हाइवेतिर जाँदैछौँ। हाम्रो यात्रा चाहिँ सिसम्बुसम्मको हो आजको। केही समयपछि तपाईँहरूलाई फेरि अर्को भिडियो। झापामा जन्मिनु, झापाली हुनु, अनि पहाड घुम्नु आउनु एकदम गाह्रो छ नि त। एकदम आउनुहोस् आउनुहोस्। हामी यो माथिको बाटो आएको, थेचाम्बुबाट आएको। यो चाहिँ यतापट्टि यो खोला तरिसकेपछि यता हामी नाङखोलाङतिर छौँ। पानी ढिकी चलाउनको लागि यो पानी यता आइरहेको छ। जहाँसम्म लाग्छ पानी ढिकी अहिले सुचारू छैन, अहिले लक गरिएको छ। पानी ढिकी यस्तो हुन्छ, त्यो चालु भएको भएदेखि खाली हुँदै यस्तो छ। यो चाहिँ बाटो प्रधानमन्त्री बेरोजगार कि रोजगार स्वरोजगार के भन्ने योजना अन्तर्गत बनाइएको बाटो अरे। यो चाहिँ बाटोको हाल यस्तो छ। यताबाट तल जाँदैछौँ खोलातिर।
ल गाइजहरु आज हामी अब पानी ढिकी हेर्दैछौँ है। आज यहाँ तल तल पानी ढिकी छ हैन। पानी ढिकीमा पुगेपछि म चाहिँ पानी ढिकी देखाइहाल्छु है त। अब हामी तित्री रुख भएको ठाउँमा पुग्नै आँटेका छौँ। ताप्लेजुङ जाने बाटो चाहिँ यहीँ तलबाट हो, हाइवे यही हो। अनि हामी अझै यता यात्रामा छौँ अलिकति। लामपाते कति धेरै रोपेको रहेछ उतै पारि। ओ झापाली झापाली हात उठाउँ त। यो चाहिँ लामपाते हो गाई। यो चाहिँ भनेको रक्तचन्दन जस्तो यस्तै भन्दा पनि हुन्छ हैन। धेरै रोपेको छ यहाँ। लामपातेको बोटहरू हो यो। लगभग यहाँ बारी खेत अब घरहरू आइसकेको छ। निस्किसकेका छौँ। पारी देखिएको 5 थर हो भने यता पारी देखिएको ताप्लेजुङ थेचम्बु। बराल गाउँ हामी त्यो कहाँबाट आएको भन्दाखेरि यो ठ्याक्कै उता बरमासतिरको घरदेखि आएको हामी ठ्याक्कै है। यो ठुलो रुख देख्नु भएको छ, त्योभन्दा मासतिरको त्यो घर देखिन्छ नि। यहाँबाट मात्रै देखिन्छ। यहाँ भिडियोमा देखिरहेछ। माथि कुहिरो देखेको छ नि। हो त बर छैन। त्यहाँदेखि आएको हामी। घर देख्यो? देखिएन भने जुम गरेर देखाइदिन्छु मैले। देखिएन अरे, घर देखिरहेको त हुस्याङ्गै ठुलो रुख मासतिर। यहाँ आउनुहोस् त्यसो म घरै देखाइदिन्छु। यहाँ देखियो धुरी देखियो? अनि अलि पर पुगेपछि फेरि भिडियो बनाएको चाहिँ एकदमै सल्लाहघारी छ है। यो चाहिँ सबै सल्लाहको रुखहरू हो। चखुवा पनि भन्छ, अग्राख पनि भन्छ यसलाई। त्यो छ अवस्था। हेर्नुहोस्, सायद हामी गाउँ निस्किनलाई अझै टाइम लाग्छ एकछिन। उता गइसकेपछि यहाँ चाहिँ तित्री भन्दो रहेछ। उता विदेशतिर तमरहिन्द भन्छ। त्यसको नाम चाहिँ हाम्रोतिर तित्री नै चिन्छ। यहाँ तित्री बोटे भन्छ। त्यहाँदेखि चाहिँ हामी त्यसम्म जाने गाडी चढ्छौँ। आऊ कता हराएको? आउँदै हुनुहुन्छ हाम्रो चेलीहरू।
एकदम गर्मी पनि छ अहिलेको अवस्थामा। एउटा पाटो त गहिरोतिर पसेको छौँ अहिले हामी। यहाँदेखि उता पर चाहिँ अर्को गाउँ आउन चाहिँ बाँकी छ है। यो पार गरिसकेपछि गाउँ आएपछि फेरि भिडियो बनाउँछु तपाईँले।